I have a dream, that's all I need. I'll make it happen with some work and belief. Know what I want, so I'll take it on. I've made mistakes, but mistakes make you strong. Let's break it down for a minute. I want the crown, I'm gon' get it. You hear me loud, man, I'm winning. Yeah, Charlie Sheen will be grinning. These ladies know. हेलो नमस्ते सबैजनालाई टासी डेली फ्यापुला जोडले यो चाहिँ मेरो ट्याटूको सेकेन्ड एक्सपिरियन्स हो। फर्स्ट चाहिँ मैले 2-3 वर्ष अगाडि नै गरेको थिएँ र यो सेकेन्ड ट्याटू चाहिँ तमु ट्याटू एन्ड पियर्सिङमा चाहिँ म आएको छु। अनि रिजल्ट तपाईँहरूले हेर्न पाउनुहुन्छ। अनि अब हामी अलिकति डिले स्टार्ट गरेकोले गर्दाखेरि चाहिँ खाजासाजा खाएर मात्र चाहिँ स्टार्ट गर्छौँ। अनि लेट्स वेट फर द रिजल्ट है त। थ्याङ्क यू। कतिको दुखिरहेछ दुख्न त अब कुरै नगरौँ न। मलाई पहिले यतिकै नहान्दै दुखेको थियो क्या नहान्दै दुखेको थियो क्या मलाई त नहाल्दै दुखेको थियो। के हो कुरो यो ट्याटू किन यस्तो? तिमी किन यस्तो हो क्या? दुख्नु त डर दुखेछ, त्यही पनि म सहेर बसिरहेको छु। सोह्र सक्छ। ओ त्यो साउन्ड हटाइदेऊ साउन्ड। ए अलि उता बत्ती तिमीलाई भने होइन बत्तीलाई भने बत्तीले सुने कि सुनेन बरु बत्तीले सुन्यो होला। 3 घन्टा 4 घन्टा पछि डिजाइन चुज भएछ। मजै भइरहेको। ओहो नि दाइ कस्तो टाइम लाग्यो है डिजाइन चुज गर्नमा। म यस्तो खालको मान्छे छ नि। ठिक छ टाइम लाग्यो त ठिक छ। धेरै सोच्ने खालको मान्छे पऱ्यो नि त। जिन्दगी बारेमा के सोचेको भए म कहाँ पुग्थ्यो होला। एउटा ट्याटू हान्नुमा अल्झेर बस्यो म के भन्ने अब। झन् बिहानै सकाउने भनेर आएको है। सक्यो बिहानै। तिमीलाई त बिस्तारै के अरे के हान्ने सोचेर आऊ भन्नु पर्दो रहेछ क्या पहिला। तर कति हेर्न चाहिँ हेर मलाई लागिरहेको थियो हिजै त्यो डिजाइन पठाएको थियो नि मैले चित्तै बुझेन छ भनेर थाहा भइसकेको थियो। दसैँ पनि लाग्यो। दसैँ त लाग्यो तर मलाई त लाग्छ छैन त्यति रमाइलो लाग्दैन पनि। हिजो कति बजे सुत्यो? म त 3 बजे सुतेँ। म त अघि बिहान सुतेको। 3 बजे सुतेर मलाई निन्द्रै लागेन रातभरि। टिकटकमा त्यो गएको गाउँको त्यो बच्चा बेला क्या चाइल्डहुड साथीहरू क्या तिनीहरूको पुरा टिकटकमा रहेछ। ए किन नबोल्ने बोलौँ भनेर सबसँग बोलेर बस्यो। बच्चाको बचपनका दोषहरू भेटेपछि कहाँ हुन्छ त नि। बोलिन्छ भने बोलियो। हिजो म नि सुतेन, निन्द्रै लागेन।
गर्दै जाऊँ न किन हतार भयो अहिले चाहिँ 3 घन्टा चुज गरेर 3 घन्टा अघि गरेको त्यही त खतरा चुज गरे हामीले लास्टमा जुन पहिला देखाएको त्यही डिजाइन गर्नु पर्यो आजदेखि त झन् सबै बन्द भयो क्या तर पहिला जस्तो चाहिँ काठमाडौँ खाली भएको छैन है अहिले अझै भिडै छ क्या पोहोर त अहिलेसम्म मान्छे गइसक्यो खाली हुन्छ हौ खाली नै खाली हुन्छ तिम्रो साइडबाट होइन माउन्ट एभरेस्ट चढ्ने भनेपछि त के अरे इबिसी पनि त्यति होला होइन त्यही त त्यो त महँगो होला नि है इबिसी जानलाई त्यो त अब जहाँ पनि पैसा तिर्नै पर्छ हुनाले यो उसहरू जस्तो चाहिँ अलिक महँगै होला जस्तै एबिसीहरू भन्दा चाहिँ सादा खाना 890 पर्छ त्यो त नर्मल हो नि सामान कहाँदेखि पुऱ्याउनु पर्छ त्यही मुस्ताङमा पनि तिम्रो 350 750 त त्यो मेन भनेको ट्रान्सपोर्टेसन हो होइन अनि त्यो अब सामानहरू लानको लागि प्रायः त पहिला पनि ट्रेनले लान्थ्यो त्यही भएर महँगो हुने क्या त्यताबाट फेरि अनि चाइनाबाट निस्किनु पर्ने कि के बाटो त भयो सघाएर चढेर उता जानु त सकिँदैन पर्ने चाहिँ हो सगरमाथाबाट चाहिँ देख्छ नि चाइना चाइना त देखिहाल्छ नि चाइना यस्तो फेरि तिम्रो माउन्ट एभरेस्ट चढ्नलाई चाइनाबाट सजिलो छ फेरि चाइनाबाट इजी नेपालबाट चाहिँ हार्ड छ त्यही भएर प्रायःले चाहिँ नेपालबाट लिन्छ क्या चाइनाबाट लिँदैन यदि चाइनाबाट हार्ड भएको भए नेपालमा त्यति पर्यटन आउँदैन चाइना जान्छ सबै कतिपय त घरै फर्किँदैन अनि बाटोबाटै हो बिलाउने होइन मर्ने त्यसलाई बिलाउनु त भन्छ कहाँ बिलाउने भन्छ तिमीहरूको भाषा हो मेरो भाषा हो ए तिमीहरूले बिलाउने भन्छ मर्नलाई होइन मैले मात्रै भन्छ कि ए मरेको त मरेकै भन्छ नि अरू त अन्त शेर्पाहरूले बिलाउने भन्छ क्या भने मरेको भनेर नेपाली शुद्ध बोल्छु मरेको मेरो होइन मैले शेर्पाहरूले ल्याङ्ग्वेज अलिकति टोटे बोली बोल्छ टोटे बोली बोल्छ अनि त्यो लाइक भोटे टाइपको बोल्छ है मैले बच्चाहरू यहाँ सुधारेको नि मैले ल्याङ्ग्वेज तपाईँ भन्न आउँदैन टो भन्छ होइन प्रायःलाई मलाई भन्दा हामीलाई भन्दा यस्तो बोल्छ शेर्पाले तर मैले चाहिँ यति सुधारेको हो नि है मैले त्यो नेपाली पढ्थेँ होइन मैले कुनै वर्डहरू अलिकति बोल्यो भने 3-4 बनाउनु परेर सुत्त बोल्थेँ नि बच्चालाई नेपाली मैले सुत्त त टो भन्छ भने तपाईँ पनि भन्दैन प्रायः जसोले चाहिँ टो भन्छ टोइली भन्छ
तर सुनिरहने मजा आउने खालको टोन हुन्छ क्या अल्छी लाग्यो होला है छैन रोसँग चाहिँ अल्छी लाग्यो हँ ओइ रोसँग अल्छी लाग्यो लाग्यो होला गेम खेल्छ कि नै पब्जी खेल्न थाल्यो हामी फ्री फायरमै अझै बस्यो छोड्नै सकेन छोडेको डिलिट पनि गरेको बिहानदेखि फेरि बेलुका ठाउँ मैले चाहिँ क्या छोड्न सकेँ नि गेम त हो मैले पहिला फ्री फायर मात्रै खेलेर बस्ने हो नि त म फ्री फायर खेल्नै बस्ने एनी टाइम फ्री फायर अनि त्यसपछि चाहिँ होइन यो खेल्नु हुँदैन भन्ने भएपछि पैसा ल्याइहाल्यो नि त मलाई त झन् बाहिरबाट त्यो दाइ हुनुहुन्थ्यो एकजना दाइले टपअप गरिदिन्थ्यो क्या क्या मस्ती हो मलाई टपअप उतैबाट आउने आइडी दिए भयो भने थियो टक्क दियो एकछिन अन नगर म टपअप गर्छु भन्थ्यो त्यसपछि उताबाट टपअप भएपछि लखोल भन्थ्यो मेसेज आउँछ त्यति फेरि कमेडी फेरि बवाल कमेडी हुन्थ्यो हाम्रो टिममा हँसाएको हँसाइ मनोरञ्जनको लागि खेले जस्तो हुन्थ्यो कि हाम्रो ए मैले मलिसे कहाँबाट बाख्रा जस्तो गरायो बाख्राले त हाम्रो भाषा पो बोल्दैन छैन हाम्रो मे भनेको छैन भनेको क्या एउटा मे भनेको आगो हो अर्को मे भनेको छैन हुन्छ क्या छैन छैन भनेपछि त यिनीहरूलाई शेर्पा भाषा सिक्नु पर्दैन रहेछ सिनमा गएर कम छैन केही भनिन म मेरो गीत सुनेर भन्न लाग्यो छोड्यो भन्नु न खतरा पेन भएर होला दामी मिठो साँधेको चाउचाउ साँधेको ओ गीत तिमी चुप्प लाग्छ लाग्दो संसार दिक्क लाग्दो दिन आँखा बन्द नगरी ट्याटो हानेको एकैछिन हेर्छु एकैछिन हो यो पार्टहरू बाँकी छ यो पार्ट छ अझै के बाँकी छ अब कलर त्यो हाइलाइट मात्र वाक्क लाग्दो म चाहिँ कराउने नि त कराउनु तिमीलाई दुखे कराउ नदुखे नकराउ आम्बो कस्तो मिठो स्वाद ओइ स्वादै आयो म भने
तर राम्रो आछ है ट्याटु चित्त त बुझेछ नि राम्रै भइरहेको अहिले अहिले स्किन फाइनल अहिले त म के भन्नु सक्ने स्थितिमा छैन मेरो हालत खराब भइरहेछ नचला है चलेको त छ नि तर यो वाइट त जान्छ होइन र त्यस्तो धेरै जाँदैन मेरो यो बेबी स्किन छ क्या त्यही भएर लास्ट दुख्छ क्या लास्टै क्या नाइ यस्तो हुन्छ क्या तिम्रो यो हाम्रो हाड त्यो जब टाइट स्किन हुन्छ नि छिटो पेन हुन्छ क्या टाइट स्किनमा चाहिँ धेरै छिटो पेन हुन्छ दुखे छैन होला हैन चाहिँ दुख्यो कहाँ दुख्यो भन्दा हालत खराब भइहाल्छ नि केही भएको छैन त्यो ऐया भन्दा नसकेको मात्रै हो क्या यसको आँखा रातो भएन रातो बनाउने आँखा रातो बनाउने भएन नबनाउँदा राम्रो होला नि ओहो कति मैले त व्हाइटै खेलाइदिएको ठ्याक्क उज्यालो देख्छ भनेर क्या यो व्हाइटको काम फेरि लास्ट गाह्रो हुन्छ क्या दुख्नु पनि त्यस्तै दुख्छ राम्रै मजा आएछ राम्रै मजा आएछ म त केपी ओलीको बिहेको देख्दै सुत्दैन त केपी ओलीको बिहे देख्दैछु हो भने कुन चाहिँ केपी पर्यो फेरि त्यही हो हाम्रो यो त केपी बाबु बा केपी बा एकचोटि गीत निस्केको थियो नि वाक्क लाग्ने जिन्दगी
त कहाँ गर्ने र त्यही छ हेर है पानी परेको छ त्यस्तो टाइम लिएको टाइममा पानी पर्ने मेरो विचारमा चाहिँ खत्तम भयो ठिक छ कस्तो लाग्यो तिमीलाई चाहिँ राम्रो लाग्यो राम्रो छ खतरनाक जिताइ पनि ट्याटु पनि ओए पानी ठुलै पर्यो क्या I have a dream, that's all I need. I'll make it happen with some work and belief. Know what I want, so I'll take it on. I've made mistakes, but mistakes make you strong. Let's break it down for a minute. I want the crown, I'm gon' get it. You hear me loud, man, I'm winning. Yeah, Charlie Sheen will be grinning. These ladies know that I'm sinning, and this is just the beginning. I'm closing in the ninth inning. There ain't no point in resisting. Living life like a dream, live it right, that's the thing. Every night got a team, I've been tied to the scene. Out on stage here, I'm सक्यो फाइनली कस्तो भयो एक्सपिरियन्स भनिदेऊ त अब एकछिन यसलाई यतिकै राख्ने अनि प्लास्टिक ऱ्याप गरिदिने